गर्नुभएको छ उहाँ पनि एक हिसाबले युवा नै हुनुहुन्छ कतिको चुनौती छ जस्तो लाग्छ तपाईँलाई होइन निर्वाचन हो व्यक्ति विशेष कसले चुनौती दिन्छ भन्ने कुरा होइन व्यक्तिगत रूपमा लडाइँ त्यो भाले जुदाइ भइदिएको भए कुन भाले बलियो भन्न हुन्थ्यो होला यहाँ त आम मान्छेको मुद्दा कसले बुझ्छ र कसले के गरौँ भन्ने कुरा हो त्यो रिपोर्ट कार्ड त नागरिकले पनि हेर्न पाउनु पऱ्यो होइन कसका सबैभन्दा धेरै मुद्दाहरू कतिवटा छ समाजका त्यो सामाजिक मुद्दाहरू कसले जित्नुमा पनि हुनसक्छ र अब के हुँदैछ यो परिवर्तनले कसले सरकार बनाउँदैछ कसले चाहिँ त्यो नीति निकाल्न बढी असर गर्न सक्छ भन्ने कुराहरू जनताले हेरेपछि मतदाताले हेरेपछि पक्कै पनि एउटा टुङ्गमा पुग्नुहुन्छ र त्यसका लागि म योग्य छु भन्ने मेरो धारणा हो मुद्दा मात्र बोकेर होइन डेलिभरी पनि दिनु पर्यो हो त्यही डेलिभरीकै मुद्दा हो नि त मुद्दा भन्नु त खालि कागजमा लेख्नु भयो त हामीभन्दा ठुला कागजका ठेली बोकेका त पुरानै पार्टी थियो नि तिनीहरूलाई जान्नुहुन्थ्यो होला त्यही भएर मुद्दा भनेको कागजमा होइन व्यवहारमा देखिनु पऱ्यो अब गर्दाखेरि सरकारबाट आउनु पऱ्यो हाम्रो सरकार हुँदाखेरि केही समयमा पनि हामीले केहीलाई पक्राउ गर्ने कि हेर्नु त रातारात सरकार ढलेको अब त्यो सरकार नडल्ने गरेको अङ्क दिएर पठाउनु भयो भने पक्कै पनि त्यो डेलिभरी गर्छ के छ त यो पालि सरकार